यति बेला चाहिँ नेपालमा लाली बजार मुभीलाई लिएर चाहिँ धेरैजना डाक्टर नर्सहरू चाहिँ बाहिरिएको छ र यति बेला डाक्टर नर्सहरू चाहिँ एकदम विरोध गरेर चाहिँ नेपालमा र यो विषयमा लिएर एकजना डाक्टर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूसँग चाहिँ भेट्न पुगेको छ। रवि लामिछानेज्यूले भन्नुभएको छ कि यो विषयमा चाहिँ हामी छानबिन गर्नेछौँ भनेर चाहिँ सर्वोच्चमा छ तपाईहरुले भन्नुभएको छ। तपाईहरुले भन्नुभएको आवाज पनि अदालतले सुनेकै छ। त्यसपछि हेरौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूसँग बोल्नका लागि यति बेला रोकिराख्नु भएको छ। लाली बजार रोक्नुपर्छ भनेर यति बेला रोकिराख्नु भएको छ। दर्शक महानुभावहरू सक्नुहुँदैछ। भनेको कि मैले बुझ्ने गरी के गर्नुभयो? किन गाडी गाडी बस्नुभयो? हाम्रो इज्जत उठिरहेको छ। फिल्मले वादी समुदायको इज्जत उठिरहेको छ। प्रत्येक लाली बजार फिल्मले हामी यो गर्ने हो। हामी एउटा डाक्टर भएर पनि 20 दिन यो न्यायको लागि लडिरहेको छौँ। हजुरले न्याय दिनुहुन्छ भनेर मात्र म बुझ्छु नि के त्यो सिनेमाको विवाद भएको त मैले सुनेको थिएँ। अदालतमा रिट दिएको छ। तपाईको चाहिँ नजिरमा छ केस। तपाईको चाहिँ अन्तरिम आदेश हुनुपर्ने अन्तरिम आदेशलाई खारिज गरेर अदालतले चाहिँ के भन्यो? अदालतले अन्तरिम आदेश खारिज गरी उच्च अदालतले